हेलो गाइस, सबैजनालाई नमस्ते। छ्याजालो हामी चाहिँ नारा पार्क घुम्न आएको साथीहरू। हेर्नु, मौसम चाहिँ नराम्रो भएर यस्तो बिजोग भएको छ, यस्तो जाडो भएको छ कि हातै हेर्नु, मेरो हात हेर्न सक्नुहुन्छ। हात हेरेरै हजुरहरूले भन्न सक्नुहुन्छ कि यहाँ कति जाडो छ भनेर। अनि हेर्नु साथीहरू, यस्तो राम्रो भ्यू छ, मस्त व्यस्तको साथ हुनुहुन्छ होला हजुरहरू। राम्रोसँग न्यु इयर मनाउनु भयो होला। हामी पनि मस्त व्यस्त स्वस्थको साथ घुम्न आएको छौँ साथीहरू, हेर्न सक्नुहुन्छ। मलाई भन्दा नि यता पछाडिको फुललाई पोस्ट गर्नु होला हजुरहरूले, यस्तो राम्रो छ, देख्न सक्नुहुन्छ। यस्तो राम्रो मौसममा हामी चाहिँ घुम्न आइदिएको साथीहरू। तर चाहिँ मौसम त राम्रो छ कि, तर अलिकति जाडो भएको हुनाले चाहिँ गाह्रो परेको छ। हात पनि यस्तो भएको छ, तर पनि घुम्न चाहिँ छोड्नुहुन्न साथीहरू, घुम्नुपर्छ। म चाहिँ मेरो हल्का मिनी ब्लग लिगेको यस्तो मेमोरिजको लागि। यस्तो राम्रो भ्यू यहाँ चाहिँ मलाई कस्तो लाग्यो भने, यो ठाउँ चाहिँ मलाई कस्तो लाग्यो भने सेम नेपालको याद दिलाउने। अनि यहाँ चाहिँ हरेक प्रकारको हरेक किसिमको घुम्ने ठाउँहरू, जस्तै मन्दिर रह्यो, अनि जराहरू रह्यो, अनि माथि माथि डाँडा काँडाबाट भ्यूहरू देख्न सकिन्छ। एकदमै राम्रो रहेछ। म चाहिँ फर्स्ट टाइम आएको क्या, ओसाकामा यत्रो 2 वर्ष बसेँ साथीहरू, तर पनि म फर्स्ट टाइम आएको नारा चाहिँ। र पनि मलाई एकदमै रमाइलो लाग्यो पहिलोचोटि आएको। मौसम चाहिँ अलिकति राम्रो छैन कि, धेरै चिसो छ, अनि घाम पनि लागेको छैन, त्यही पनि एकदमै रमाइलो लाग्यो। अनि मन्दिर पनि गयौँ, दर्शन गऱ्यौँ, अनि यसरी माथिबाट झर्दै घुम्दै घुम्दै आएको साथीहरू। हजुरहरूले पनि इन्जोय गर्नुहोला, हामी पनि इन्जोय गरिरहेछौँ। तर एकदमै चिसो छ भन्न चाहन्छु। हेर्न सक्नुहुन्छ जरायोलाई पछाडि कस्तो छ भनेर। म फेरि एकदमै बोल्न अह्राइरहेको अलि साथीहरू भन्दै हल्का फुल्का मिनी ब्लग लिएको साथीहरू। हेर्न सक्नुहुन्छ। म हजुरहरूलाई प्रत्यक्ष रूपमा देखाउन चाहन्छु। म चाहिँ आफ्नै करेसाबारीमा फलेको फलहरू टिपेर खान चाहन्थेँ, तर फलहरू चाहिँ फलेको नरहेछ साथीहरू। हेर्न सक्नुहुन्छ, रुखहरू एकदमै खाली छ। र यो हरियाली मौसम भएको बेलामा चाहिँ घुम्न आउने एकदमै ठुलो रहर छ मेरो भन्न चाहन्छु। उता फेरि मेरो